गर्न एकदम लालायित छु। हामी उत्पादनका कुरामा, इन्डस्ट्रीका कुरामा हाम्रो क्षेत्र अधिकारभित्र हामी काम गर्न तयार छौँ। अब मैले एक्लै अर्कालाई आरोप लाउनेतिर पनि गइन। हाम्रो मोडल चेन्ज गर्न नि तयार छ। कानुनभित्र रहेर हामी जे गर्न नि तयार छौँ। हामी उत्पादनको कुरामा हामी लाग्न तयार छौँ। तपाईहरुलाई आफ्नो दृष्टिकोण राखिदिनु भयो, तपाईहरुलाई मोरी धन्यवाद दिन चाहन्छु। हामी सबैले बुझेका एक सर्टमा भन्दा वान सेन्टेन्समा भन्दा हामी उत्पादनमा लगानी गर्न तयार छौँ। उत्पादन 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 भनिरहेको छ बागमती प्रदेश सरकारले। तपाईहरुले सम्बन्धित निकायबाट आज बोलेको र मात्रै होइन, तपाईहरु आउनुहोस्। अब फेरि हाम्रो नीति तथा कार्यक्रम बनिसक्छ अनि आएर पनि काम भएन फेरि, हैन? नीति तथा कार्यक्रम हुनुभन्दा पहिला तपाईहरुले सबै निकायमा भन्नुहोस् हामी उत्पादनको मोडलमा हाम्रो कानुनभित्र रहेर सम्पूर्ण अधिकार दिएर पनि या सम्पूर्ण जिम्मेवारी लिएर पनि हामी उत्पादनका कुरामा अगाडि बढ्नलाई बागमती प्रदेश तयार छ। र म भन्न चाहन्छु यो 72 को कुरा छ। हामीले ठुलो मान्छेहरू त हुनुहुन्न, तर टिपोट गर्ने अर्थ मन्त्रालय र योजना आयोग चाहिँ छ कि जस्तो लागिरहेछ मलाई चाहिँ। त्यो कारणले म भन्न चाहन्छु तपाईहरुले 72 को कुरा यदि बागमती प्रदेश सरकारलाई या प्रदेशलाई तपाईहरुले कानुन बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय सबै नियम मानेर तपाईहरुले त्यो क्षेत्र अधिकार हामीलाई दिनुभयो भने हामी संघीय हामीलाई दिनु पर्दैन। तपाईहरुले नेक्स्ट टाइम देऊ हामी संघलाई रोयल्टी तिर्न तयार छौँ। संघलाई रोयल्टी तिर्न हामीले यत्रो सम्भावना छ। वनका कुराहरुमा हाम्रो अधिकार भित्रका कुराहरुलाई कानुन बनाएर दिनुस्, हामी त्यसमा नि काम गर्न तयार छौँ। तर दिँदै नदिने किन अड्किन्छ? कुरा गर्दा सबैको राम्रो छ, काम किन भइरहेको छैन? हाम्रो प्रश्न थियो। र हामीले हाम्रो क्षेत्र अधिकार भित्र बागमती प्रदेश सरकारले करको दायरा बढाए पनि छ। कर तुलनात्मक रूपले हामीले बढी उठाएका पनि छौँ। हामीले अब तपाईहरुले अनुदान दिँदा अरबमा दिनुहुन्छ, हाम्रो कर उठ्दा करोडमा उठ्छ। भ्याउँदैन रहेछ। जति गरे नि भ्याउँदैन रहेछ। हामीले जति मिहिनेत गरे नि, जति ब्रेन स्टर्मिङ गरे नि, जति छलफल गरे नि मिठै हुँदैन रहेछ। कारण के हो भने कानुनको कुराले गर्दा, हाम्रो क्षेत्र अधिकारको कुराले। यदि हाम्रो क्षेत्र अधिकार नबढाउने हो भने, हाम्रो अधिकार प्रदेशलाई अधिकार नदिने हो भने, यही पोजिसनले राख्ने हो भने हामीले अहिले मुख्यमन्त्रीज्यूले भनेको जस्तो तारबार बनाउने, हामीले गुम्बा बनाउने, मन्दिर बनाउने, बाटो बनाउने बाहेक अरू के नै गर्न सक्छौँ? गर्नै सक्दैनौँ। हामीले राज्यको अनुभूति दिनलाई त हामीलाई अधिकार पनि दिनु पर्यो नि त। अधिकार त दिनै पर्यो, अनि जिम्मेवार पनि बनाउनु पर्यो। अनि गरेन भने अनि पो त्यहाँ पछिको छलफल हो त। अधिकारै नदिएर जिम्मेवार पनि नबनाएर सरकारले गर्नु पर्यो, प्रदेशले गर्नु पर्यो, यसले गर्नु पर्यो, उसले गर्नु भनेको चाहिँ नाइजेरियाका विद्यार्थी, नाइजेरियाका मान्छेहरूलाई रेस्लिङ खेल्न जा भने जस्तो हुन्छ। त्यो सम्भावना हुँदैन। त्यो कारणले गर्दा हामीलाई एकदम अधिकारको आवश्यकता छ। यो अहिलेको बजेटमा के कति हुन्छ त्यो अहिले निर्धारण गर्न सकिएको हुँदैन, हैन? तर हाम्रो फर्दर स्टेप भनेको चाहिँ के हो भने उत्पादन। बागमती प्रदेशमा धेरै अथाह सम्भावना छ। खेलकुदको नि सम्भावना छ, हेर्नु खेलकुदको सम्भावना छ, 72 को छ, उद्योगको छ, कृषिको छ। हामी यदि काठमाडौँ राजधानीमा लगभग पुग्ने कृषिको के छ भने उत्पादन छ। हेर्नु मैले एउटा सानो उदाहरण दिन्छु। किवी पहिला बोटमै 700 रुपियाँमा किन्न जान्थे,